Hello everyone. Welcome to my fourth episode of Santosh Gurung Vlogs. र आज फ्राइडे हो 31 जुलाई अनि म चाहिँ यहाँ पार्कतिर घुम्दैछु कर्निस एरियाको साइडतिर देख्न सक्नुहुन्छ सनसेट हुँदैछ र अहिले चाहिँ आई थिंक 40 डिग्री सेल्सियस होला अहिले चाहिँ टेम्परेचर चाहिँ एकदमै गर्मी छ अहिले पनि स्टिल हावा पनि तातो तातो नै छ सबैजनालाई भन्नुपर्दा चाहिँ म अहिले यहाँ चाहिँ अबुधाबीमा छु अबुधाबीमा एज अ सेक्युरिटी चाहिँ काम गर्दैछु मैले चाहिँ फोर सिजन होटल अबुधाबीमा र अहिले चाहिँ 11 इयर्स भयो अबुधाबीमा काम गरेको र त्यही हो विकली अफमा चाहिँ यसरी म साइक्लिङ गर्ने गर्छु र यसरी नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्ने गर्छु यसरी बेलुका चाहिँ सबैजना पार्कमा यसरी डुल्ने गर्छ कोही एक्सर्साइज गर्छ कोही साइक्लिङ गर्छ कोही चिल आउट गर्छ ल है त म अब फेरि साइक्लिङ गर्छु म साइक्लिङ ट्र्याकबाट चाहिँ कहाँसम्म पुग्दो रहेछ लेट्स सी हेर्दै जान्छु म चाहिँ यही हो मेरो साइकल अब साइक्लिङ ट्र्याकमा चाहिँ ल त है गाइज अब साइक्लिङ ट्र्याकमा जान्छु म अनि यसै कहाँसम्म पुग्दो रहेछ मान्छेहरू चाहिँ यसै साइक्लिङ गर्छ साइक्लिङ ट्र्याकबाट यही हो साइक्लिङ ट्र्याक मैले सुनेको चाहिँ यो चाहिँ कति भन्यो 15 किलोमिटर भन्यो कि 20 किलोमिटर भनेको हो यसको साइक्लिङ ट्र्याकको डिस्टेन्स चाहिँ इट्स भेरी गुड टु डु द साइक्लिङ इन दिस एरिया लास्ट टाइम पनि गरेको थिएँ मैले राम्रो छ जे होस् आज हामी एन्ड पोइन्टसम्म पुग्छौँ साइक्लिङ ट्र्याकको म अहिलेसम्म गएको थिएन बाइ द वे जस्ट फर यो इन्फर्मेसन यो चाहिँ अबुधाबीको कर्निस एरिया हो यो लास्ट टाइम पनि आएको थिएँ म अनि यो चाहिँ साइक्लिङ ट्र्याक आई थिङ्क अहिले चाहिँ हामी मिड पोइन्टतिर आइसकेको छ होला सायद लेट्स सी कहाँसम्म पुग्दो रहेछ मैले पनि स्टार्ट चाहिँ मैले बिचबाट गरेको स्टार्ट पोइन्टबाट गरेको होइन एन्ड पोइन्टसम्म पुग्दा अँधेरो नै हुने रहेछ के हो टाढै रहेछ यो साइक्लिङ गर्ने पनि मेरो एउटा प्यासन हो जस मेरो हबी हो यसरी
साइक्लिङ गर्दै नयाँ नयाँ ठाउँमा घुम्ने एक्सप्लोर गर्ने चाहिँ मेरो चाहिँ हबी हो। ल है, आई थिङ्क अब बिस्तारै बिस्तारै एन्ड पोइन्टतिर आउनु लाग्छ होला हामी। अहिले आउँदा चाहिँ फर्केर आउँदा चाहिँ शेष पर्छ जस्तो छ, किनकि डाइरेक्ट ओह्रालो छ। अहिले फर्केर आउँदाखेरि चाहिँ उकालो पर्छ होला सायद। लेट्स सी। ल है गाइस, म चाहिँ हाफदेखिको धेरै टाढा रहेछ, त्यही भएर यतातिर पार्कतिर आएको म, यता बिचतिर। लेट्स सी, यस्तो आउँदै रहेछ बिचतिर, देख्न सक्नुहुन्छ सबैजना। पसिनै पसिना भएको छ। आज त खासै मान्छेहरू छैन। चेस्टमा माउन्ट गरेर क्यामेरा माउन्ट गरेर चाहिँ हिँड्नु पऱ्यो भनेको त क्यामेरा नै तल खसिरहेको, भन्दा केही पनि भएन। अहिले यहाँको बेलुकाको कति बजिसक्यो भन्दा 7:24। यसरी बिचमा चाहिँ यसरी रेस्टुरेन्टहरू पनि छ। गाइस फर्किम होला है। अब यहाँ बालुवा छ, पुरै जुत्ता मैलो हुन्छ।
अहिले चाहिँ बल्ल बिस्तारै बिस्तारै कुल डाउन हुँदैछ वेदर, राति भएर होला। के हो यो? ल त फर्क्यौँ है गाइस, अब फेरि राति भइसक्यो, अँध्यारो भइसक्यो। रुमसम्म पुग्दा त 8:30 हुन्छ होला। ल है गाइस, अब लागौँ, साइकल लिएर जान्छु। ल फेरि फर्क्यौँ होला, अब धेरै टाढा आइसकेको छ। एकै ठाउँमा आएँ, एकदमै गाह्रो हुँदो रहेछ साइक्लिङ गर्न चाहिँ। धेरै दिनपछि त्यसरी यत्रो टाढा साइक्लिङ गर्दा, सायद मैले गरेँ होला त्यस्तै 10 किलोमिटर जति चाहिँ म साइक्लिङ नै गरेँ। फर्किने बेलामा चाहिँ एकदमै गाह्रो भयो। त्यही हो गाइज, अब यो नाइट भ्यूमा चाहिँ क्लियर देखिन्छ देखिन्न पनि। अहिले चाहिँ म फेरि वापस फेरि आफ्नै ठाउँमा आइपुगेँ। अब रुमतिर जान्छु म। ल है गाइज, म पनि आफ्नो ठाउँमा आइपुगेँ, आफ्नो रुममा आइपुगेँ। रुम भन्नाले अब आफ्नो बस्ने ठाउँतिर। अब चाहिँ गएर पसिना ससिना सुकाएर नुहाएर अनि खाना खाएर चाहिँ सुत्नुपर्छ, किनकि फेरि भोलि मेरो ड्युटी छ फेरि। ल है सबैजनालाई आजलाई यति नै। अब अर्को भ्लग चाहिँ सम्मको लागि चाहिँ वेट गर्नु होला। तबसम्मको लागि चाहिँ गुड डे टु यु, स्टे सेफ, स्टे हेल्दी, टेक केयर, बाई।